वडा नम्बर 7 छेडागाड नगरपालिकाको वडा नम्बर 7 मा छौँ। हामीसँग नेपाली गाउँघरका अर्गनाइजर अर्थात् त्यसको हकदार एमडी हरिहर अधिकारी हुनुहुन्छ। तपाईलाई यसो यो वडा नम्बर 7 को विषयमा के जानकारी छ यसो हल्का भनिदिनु त सर। खासमा सर्वप्रथम मेरो सम्पूर्ण दर्शकहरूलाई नमस्कार गर्न चाहन्छु। हैन यो चाहिँ छेडागाड नगरपालिकाको सबैभन्दा टाढाको वडा अनि विकासको हिसाबले पनि अब भौगोलिक विकटताका कारणले हुन नसकेकाले अलिकति टाढा र भौगोलिक विकटताका कारण अलि पछि परे तापनि यहाँको समग्र यहाँको वातावरण, यहाँको रहनसहन, खेतीपाती भनौँ न, यहाँ चाहिँ अर्ग्यानिक उत्पादन एकदमै राम्रो छ। यहाँ काइनाइट पत्थरहरूको पनि एकदम सम्भावना भएको खानी भएको ठाउँ हो सर। अनि यसमा चाहिँ हाम्रो भूगोल त अलि होला, तर जनसङ्ख्याको हिसाबले कमै छ। कम्तीमा 200 घरधुरी यो वडाभित्र छन् भने 600-700 को हाराहारीमा यहाँको जनसङ्ख्या रहेको छ भने यहाँदेखि पारिपट्टि जुनिचाँदे गाउँपालिका रहेको छ भने यतातिर कुसे गाउँपालिका पर्छ, हाम्रो ठ्याक्कै सिमानामा छ। हाम्रो चाहिँ मनघाटबाट यहाँ आउनलाई कम्तीमा गाडीमा 4 घन्टा नै यात्रा गर्न पर्छ हैन। ठिक छ। अनि जस्तो यो वडालाई खास गरी छेडागाड नगरपालिकाको डोल्पा अथवा हुम्ला भनेर पनि हामीले यहाँ चित्रण गर्छौँ र यो संरक्षित भन्छ, यसलाई विशेष क्षेत्रको रूपमा पनि हाम्रो नगरपालिकाले घोषणा गरेको छ हैन। यो यातायात, भौगोलिक दृष्टिकोणले, आर्थिक सामाजिक दृष्टिकोणले पनि यसलाई विशेष संरक्षित क्षेत्रको रूपमा नगरपालिकाले लिने सङ्कल्प गरेको छ। तथापि त्यो सङ्कल्प गरे अनुभवको काम भएको जस्तो लाग्छ कि लाग्दैन तपाईँलाई? सर्वप्रथम त सर म के भन्न चाहन्छु भने यहाँ ट्र्याक ओपन लगभग यहाँसम्म भइसकेको अवस्था छ। हाम्रो पूर्वाधार सेक्टरको हिसाबले मैले बोल्नु पर्दाखेरि केही कुरा त यो ट्र्याक ओपनको कुरा पनि थियो, त्यो भइसक्यो। अब चाहिँ ट्र्याक ओपनका कुराहरू लगभग नगरपालिका अरू वडामा पनि भनौँ, यहाँ पनि भनौँ, पुगिसकेको छ। अब चाहिँ अरू चाहिँ स्ट्रक्चर डेभलपमेन्टको कामहरू गर्नुपर्ने छ र ड्रेनहरू, त्यस्तै साइड ड्रेनहरू लगाउनु पर्ने छ। बायो इन्जिनियरिङका कुराहरू त्यो सँगसँगै लिनुपर्ने छ गरेर सोलिङ हुँदै बिस्तारै चाहिँ पिच गर्ने चाहिँ हाम्रो पूर्वले हाम्रो प्लान गरेको छ। ठिक छ। भौगोलिक रूपमा एकदमै कठिन र विकट भने तापनि यो सौन्दर्यता र पर्यटकीय दृष्टिकोणले एकदम पर्यटकीय गन्तव्यको रूपमा देखिन्छ। यहाँका डाँडा काँडा र हरियाली वनजङ्गल र यसलाई चाहिँ बायो भिलेजको रूपमा पनि विकास गर्न सकिने सम्भावना देखिन्छ। यसका लागि हाम्रो तर्फबाट र नगरपालिका र अन्य सरकार निकायको तर्फबाट के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई? खासमा भन्नुपर्दा सर, नेपाल एउटा के अरे हरियो वन नेपालको धन भन्ने छ। त्यस्तै यहाँ चाहिँ हरियो वनहरू छ, सम्पदाहरूको खानी छ हैन। अनि सम्पदाहरू छ, त्यो काइनाइट पत्थरहरू छ, त्यसपछि लिएर जडीबुटीहरू उत्पादन क्षेत्र छ। यहाँ उद्यम विकासका भवनहरू पनि बनिसकेका छन्। यहाँको जडीबुटी प्रशोधन गरेर यहाँको नागरिकको जीवनस्तर उकास्नलाई हामीले पहल पनि भइरहेको छ। उद्यम